चाहिँ अब एउटा स्टडी एरिया म्याप बनाउँदैछौँ। यो स्टडी एरिया म्यापको लागि चाहिँ यो बुझ्ने हो। जस्तै क्रिएट द स्टडी एरिया म्याप अफ 8, 9, 10 एज रिसर्च स्टेसन। द नेम अफ म्युनिसिपालिटी इज धरान सब मेट्रोपोलिटन सिटी द्याट फल्स अन्डर सुनसरी डिस्ट्रिक्ट भन्नाले यहाँ सुनसरी डिस्ट्रिक्ट चाहियो। सुनसरीभित्र धरान सब मेट्रोपोलिटन सिटी, धरान सब मेट्रोपोलिटन सिटी। त्यस पश्चात के चाहियो? वार्ड नम्बर 8, 9, 10 चाहियो। यो तीनटा सेभ फाइल हामीले चाहियो। अब यो सुरु गर्ने कसरी? सबभन्दा सुरु तपाईलाई त मैले भनि पनि सकिसकेँ। जस्तै तपाईहरुको चाहिँ मेरो लोकल डिस्टीमा मेरो फोल्डर कनेक्टेड छ हैन। यसमा तपाई के गर्नुस् भन्दाखेरि राइट क्लिक गरेर चाहिँ न्यू फोल्डर क्रिएट गर्नुस् र नाम दिनुस् चाहिँ जीआईएस अथवा जे नाम दिए पनि हो। जस्तो म रफ लेखिदिन्छु र बेग्लै फोल्डर क्रिएट गर्नुस् र मैले रफ भनेर लेखेँ र यति लेखे पश्चात तपाईँ जीआईएसमा गएर चाहिँ यदि तपाईँले योभन्दा अगाडिको भिडियो हेर्नुभएको छ भने त्यहाँ मैले फोल्डर कनेक्ट गर्न सिकाएको थिएँ। फोल्डर कनेक्ट गर्न सिकाएपछि फाइल कसरी एड गर्ने त्यो पनि सिकाएको थिएँ। यसै गरी तपाईँ यहाँ के गर्नुहोस् भन्दाखेरि एडमा गएर चाहिँ तपाईँ चाहिँ आफ्नो सबै सेभ फाइलहरू एड गर्नुहोस्। त्यो एड गर्नको लागि मैले तपाईँलाई सेभ फाइल दिएको थिएँ होइन। त्यो सेभ फाइलमा तपाईँ के गर्नुहोस् भने डिस्ट्रिक्ट एड गर्नुहोस्, नगरपालिका र गाउँपालिका र वार्ड म्यापलाई सेलेक्ट गर्नुहोस्। यो सेलेक्ट गर्ने क्रममा तपाईँले सुरुमा सेभ फाइलमा लेफ्ट क्लिक गर्नुहोस् अनि कन्ट्रोल बटनलाई होल्ड गरिराख्नुहोस् र नगरपालिका गाउँपालिका र कन्ट्रोल कीलाई फेरि होल्ड गरिराख्नुहोस् र वार्ड म्याप यो तीनटा सेलेक्ट गर्ने क्रममा तपाईँले कन्ट्रोल कीलाई छोड्नु भएन है। यति एड गरेपछि तपाईँको तीनटा डाटा यहाँ आयो होइन। र अहिलेको लागि चाहिँ म के गर्छु भन्दा यसलाई म अनचेक गरिदिन्छु। अब पहिलो कुरो हामीले चाहिँ निकाल्नु पर्ने भनेको के हो? सुनसरी डिस्ट्रिक्ट। अब सुनसरी डिस्ट्रिक्ट कहाँ छ भने हेर्नको लागि चाहिँ यदि तपाईँलाई नेपालको म्यापमा त्यति आइडिया छैन भने राइट क्लिक गरेर चाहिँ एट्रिब्युट टेबलमा जानुहोस् अनि यहाँ डबल क्लिक गर्नुभयो भने मेरो यता आइपुग्छ र यसलाई चाहिँ यहाँ लेफ्ट क्लिक गरेर चाहिँ सरी राइट क्लिक लेफ्ट होइन राइट क्लिक गर्नुहोस् है। राइट क्लिक गर्नुहोस् र सर्ट एसेन्डिङमा जानुहोस्। यो हाम्रो केमा आउँछ? अल्फाबेटिकल्ली आउँछ है। म फेरि भन्छु यहाँ गएर राइट क्लिक गर्नुहोस् र सर्ट एसेन्डिङ गर्नुहोस्। अब तपाईँको सुनसरी खोज्नुहोस् कहाँ छ। मेरो केसमा सुनसरी चाहिँ कहाँ छ भन्दाखेरि तपाईँहरूको चाहिँ सुनसरी यहाँ देखिन्छ। सुनसरी देखिन्छ नि, यसलाई यहाँ लेफ्ट क्लिक गरेपछि तपाईँको यहाँ पनि सेलेक्ट भयो। अब यो सेलेक्ट भएपछि यहाँ राइट क्लिक गर्नुहोस्, डाटा एक्सपोर्ट डाटा यहाँ फेरि क्लिक गरेर चाहिँ तपाईँले अघि यो फोल्डर कनेक्सनको मेरो डीमा छ, डीमा क्लिक गरेर चाहिँ मैले अघि रफ भन्ने फोल्डर बनाएको थिएँ। त्यो रफ भन्ने फोल्डर यहाँ छ, यहाँ डबल क्लिक गर्नुहोस्, यहाँ लेख्नुहोस् सुनसरी लेख्नुहोस् र सेभ एज टाइपमा के गर्नुहोस् भन्दाखेरि यहाँ लेफ्ट क्लिक गर्नुहोस् र सेभ फाइल बनाउनुहोस् र यति बनाएपछि यसलाई सेभ गर्नुहोस् र फेरि ओके गर्नुहोस्। यसले के भन्छ भन्दाखेरि डु यु वान्ट टु एड द एक्सपोर्टेड डाटा इन्टु म्याप एसटिआर, यसलाई यस गर्नुहोस्। तपाईँको एक्सपोर्ट भयो। अब तपाईँको अहिले यहाँ यो ब्लू रङ छ, मतलब यहाँ तपाईँको यो अझै सिलेक्सन भइरहेछ। यसलाई अनसेलेक्ट गर्नको लागि चाहिँ कि तपाईँले यहाँ क्लिक गर्दा पनि भयो होइन, कि यहाँ क्लिक गर्दा पनि भयो, आफ्नो इच्छा। म अहिलेको लागि यहाँ क्लिक गरिदिन्छु र यसलाई म क्रस गरिदिन्छु। अब क्रस गरे पश्चात सुरु काम हाम्रो यसलाई सेभ गरौँ। यसलाई फाइलमा गएर सेभ गरेर चाहिँ अलिकति डेस्कटपमा चाहिँ लेआउट भनेर नाम दिउँ। तपाईँको नाम जे दिँदा पनि हुन्छ। सेभ गर्नुहोस् र यो सेभ भयो होइन। यसलाई म अनचेक गरेँ भने तपाईँको सुनसरीलाई फेरि यहाँ म हलो पनि बनाउँछु। साथसाथै यो नगरपालिका र गाउँपालिका पनि म हलो बनाउँछु र वार्ड म्यापलाई पनि के गर्छु? हलो बनाउँछु। अब नगरपालिका र गाउँपालिकालाई यो सबै यहाँ नेपालभरिकै देखिन्छ होइन। अब के गर्नुहोस् भन्दाखेरि जियो प्रोसेसिङ भन्ने टुलमा जानुहोस् र क्लिपमा जानुहोस्। यहाँ मैले गर्न खोजेको चाहिँ के हो भन्दाखेरि यहाँ नगरपालिका र गाउँपालिका यो देशैभरिको छ। हामीलाई देशैभरिको त चाहिने होइन, सुनसरी जिल्लाभरिको मात्रै चाहिने हो। त्यो भएर चाहिँ इनपुट फिचरमा चाहिँ के गर्नुहोस् भन्दाखेरि नगरपालिका र गाउँपालिका हाल्नुहोस्। अब यो इनपुट फिचर चाहिँ के आधारमा हालिएको भन्दाखेरि जुन चाहिँ सेभ फाइललाई हामीले क्लिक गर्नु छ त्यो सेभ फाइललाई जहिले पनि हामीले इनपुट फिचरमा हाल्नुपर्ने हुन्छ।
यो केसमा हामीले नगरपालिका देशै भएको नगरपालिका र गाउँपालिकालाई क्लिप गरेर चाहिँ सुनसरीको मात्रै निकाल्न खोजेको, त्यो भएर नगरपालिका र गाउँपालिकालाई इनपुट हालिन्छ है। यदि यसरी पनि बुझेन भने जुन चाहिँ सेप फाइल ठुलो छ त्यसलाई इनपुट हालिन्छ र क्लिपमा चाहिँ के हाल्ने भन्दाखेरि सुनसरी डिस्ट्रिक्ट हाल्ने र फेरि यसलाई दिनुहोस् लोकेसन, त्यही अघिकै रफ भन्ने फोल्डर छ, त्यो रफ भन्ने फोल्डरमा चाहिँ गएर चाहिँ यहाँ लेख्नुहोस् सुनसरी 1 मात्र लेख्नुहोस् ल। अहिले सेभ गर्नुहोस् र ओके गर्नुहोस्। यो क्लिक हुन अलिक टाइम लाग्छ, हुन चाहिँ हुन्छ है। र यहाँ मेरो क्लिप भइसकेको छ, यहाँ हेर्न सक्छौँ यो क्लिप भएको छ। यसलाई म राइट क्लिक गरेर जुम टु लेयर गर्छु होइन। अब यो यसको एट्रिब्युट टेबल हेऱ्यौँ भने के देख्छौँ भन्दाखेरि यो क्लिप हुने क्रममा यसले सुनसरीको साथसाथै यसको एड्जोइनिङ डिस्ट्रिक्टहरू पनि देखाइदियो र यो एड्जोइनिङ डिस्ट्रिक्टले हामीले हटाउनु पर्ने हुन्छ। त्यो हटाउनको लागि हामीले के गर्छौँ भन्दाखेरि यहाँ चाहिँ तपाईँले राइट क्लिक गरेर चाहिँ एसेन्डिङ गर्नुहोस्। यो गर्नुभयो भने सुनसरी मात्रै एक ठाउँतिर बस्छ। हाम्रो सुनसरी डिस्ट्रिक्ट चाहिँ यहाँबाट सुरु भएको छ, यहाँ लेफ्ट क्लिक गर्नुहोस्, यहाँबाट सुरु भएको सरी यो 70 भइहाल्यो। कहाँबाट सुरु भएको छ भन्दाखेरि यहाँबाट सुरु भएको सुनसरी त्योभन्दा माथि हेर्नु भने 70 छ र इन्डिङ भनेको यहाँ छ। अब यहाँ लेफ्ट क्लिक गर्नुहोस् अनि के गर्नुहोस् त भन्दाखेरि यहाँ फेरि म भन्छु यहाँ लेफ्ट क्लिक गर्नुहोस् अनि सिफ्ट किबोर्डको सिफ्ट कीलाई क्लिक प्रेस गरिराख्नुहोस्। म फेरि भन्छु यहाँ लेफ्ट क्लिक गर्नुहोस् अनि किबोर्डको सिफ्ट कीलाई प्रेस गरिराख्नुहोस् र सुनसरीको लास्ट कहाँ छ त्यहाँसम्म आउनुहोस् होइन। तपाईँको यहाँ अझ एउटा मिस भयो होइन। म फेरि सुरु गर्छु। यहाँ लेफ्ट क्लिक गर्नुहोस् अनि सिफ्ट कीलाई होल्ड गर्दै गर्नुहोस् र तपाईँको सुनसरी यहाँसम्म देखिन्छ नि होइन। अब तपाईँको सबै सुनसरी यो सुनसरीको चाहिँ के भएको छ भन्दाखेरि सेलेक्ट भएको देखिन्छ। तल यहाँ उदयपुर छ, माथि 70 छ र मोरङ छ। यसलाई फेरि राइट क्लिक गरेर चाहिँ डाटा एक्सपोर्ट डाटामा गएर चाहिँ यहाँ लोकेसन दिएर चाहिँ अब चाहिँ यहाँ लेख्नुहोस् सुनसरी अन्डरस्कोप NAGA, यो भनेको नगरपालिका र गाउँपालिका है। NAGA भनेको सेभ गर्नुहोस् र फेरि यसलाई ओके गर्नुहोस्। यति गरेपछि डु यु वान्ट टु एड एक्सपोर्टेड डाटा टु द म्याप एज लेयर गर्दा फेरि यस गर्नुहोस्। अब यो एक्सपोर्ट हुन्छ। मैले अगाडिको लागि काम छैन, यसलाई म रिमुभ गरिदिन्छु है। त्यसै गरी मैले सेलेक्ट गर्नको लागि अगाडिको के गर्नुहोस्, यसलाई लेफ्ट क्लिक गरेर चाहिँ डबल क्लिक गर्नुहोस्। अब तपाईँको धरान कहाँ छ त्यो खोज्नको लागि यहाँ राइट क्लिक गरेर चाहिँ ओपन एट्रिब्युट टेबलमा जानुहोस् र खोज्नुहोस् धरान। यहाँ म धरान त यहाँ म देख्न सक्छु। यहाँ आएर लेफ्ट क्लिक गर्नुहोस्, तपाईँको यहाँ सेलेक्ट भएको देखिन्छ। यहाँ राइट क्लिक गरेर चाहिँ डाटा एक्सपोर्ट डाटामा जानुहोस्। यहाँ लेफ्ट क्लिक गरेर चाहिँ यहाँ के लेख्नुहोस्, धरान लेख्नुहोस् है। धरान अन्डरस्कोप SMC भनेको सब मेट्रोपोलिटन सिटी। सेभ गर्नुहोस् र ओके गर्नुहोस् र यसलाई फेरि यस गर्नुहोस् र यो हाम्रो के भयो सेलेक्ट भयो। यसलाई म फेरि के गर्छु हलो बनाउँछु र यसमा वार्ड म्यापहरू पनि एड गर्छु र यसलाई जुम राइट क्लिक गरेर चाहिँ जुम टु लेयर गऱ्यो भने अब यहाँ कुन के हो हामीलाई थाहा छैन। अब हामीले यहाँ पनि फेरि के गर्नु पर्यो जियो प्रोसेसिङ गर्नु पर्यो। तर त्यो गर्नुभन्दा अगाडि तपाईँले यहाँ सिलेक्ट भएको देख्न सक्नुहुन्छ। त्यही भएर तपाईँले सबैलाई के गर्नु पर्यो अनसिलेक्ट चाहिँ गर्नु पर्यो है। जहिले पनि जियो प्रोसेसिङ सुरु गर्नुभन्दा अगाडि अनसिलेक्ट गर्नु जरुरी छ। सिलेक्सन भएको बेलामा तपाईँले कुनै पनि GIS को चाहिँ टुल रन गर्नु हुँदैन है। त्यो भएर फेरि जियो प्रोसेसिङमा जानुहोस् अनि क्लिपमा जानुहोस् होइन। अनि इनपुट फिचरमा चाहिँ के गर्नुहोस् त भन्दाखेरि अब हाम्रो चाहिँ वार्ड म्याप देशैभरिको वार्ड म्याप छ, त्यसलाई चाहिँ केले क्लिक गर्नु पर्यो धरान सब मेट्रोपोलिटनले, यहाँ जुन हामी देख्न सक्छौँ नि त्यसले क्लिक गर्नुहोस् र फेरि यो लोकेसनमा जानुहोस् र त्यहाँ के लेख्नुहोस् धरान 1 भनेर लेख्नु भनेको है। अथवा ठिक छ यसलाई पछि चेन्ज गर्न सकिन्छ। धरान 1 भनेर हाल्नुहोस्, सेभ गर्नुहोस् र ओके गर्नुभयो भने यो हाम्रो बिस्तारै क्लिपिङ हुन्छ होइन। र यसको एट्रिब्युट टेबलमा हेर्नुभयो भने तपाईले सबै यो सुनसरीमा देख्नुहुन्छ। यदि अघि जस्तै कुनै एउटा एड्जोइनिङ डिस्ट्रिक्ट आयो भने त्यसलाई हटाउन पनि सकिन्छ। त्यो हटाउने तरिका अघि मैले भनिदिइहालेँ। र अहिलेको लागि चाहिँ हामीले हेर्न खोजेको चाहिँ वार्ड कुन कुन हो भन्दाखेरि 8, 9, 10।
अब यो हेर्नको लागि तपाईँ यहाँ न्यू वार्ड भन्ने छ होइन, यो न्यू वार्ड भन्ने छ यहाँ राइट क्लिक गरेर चाहिँ सर्ट एसेन्डिङ गर्नुभयो भने तपाईँले यो 8 भयो होइन। तपाईँले यहाँ कन्ट्रोल की प्रेस गर्नुभयो भने यहाँ म्यानुअली चाहिँ क्लिक गर्नुपर्छ। यदि यहाँ लेफ्ट क्लिक गरेर सिफ्ट की होल्ड गर्नुभयो भने डाइरेक्ट होल्ड गर्नुहोस् अनि डाइरेक्ट 10 मा आउनुहोस् भने एकैपल्ट पनि हुन्छ, जसरी गर्दा पनि हुन्छ। जस्तै म यहाँ के गर्छु, यहाँ लेफ्ट क्लिक होल्ड गर्छु, लेफ्ट क्लिक प्रेस गर्छु अनि कन्ट्रोल भन्ने बटन प्रेस गरिरहन्छु। यहाँ लेफ्ट क्लिक अनि गर्नुभयो भने तपाईँको 3टा डिस्ट्रिक्ट यहाँ सिलेक्ट भयो। 3टा वार्ड सिलेक्ट भयो, जुन चाहिँ हाम्रो वार्ड नम्बर 8, वार्ड नम्बर 9 र वार्ड नम्बर 10 होइन। यहाँ राइट क्लिक गरेर चाहिँ डाटा एक्सपोर्ट डाटामा गएर चाहिँ के लेख्नुहोस्, सर्वे एरिया। तपाईँले गर्दा मेनुअली गर्दा पनि हुन्छ, तर यसरी गर्नु पनि अलिक चाँडो हो होइन। यसलाई स्पेस भर्सेक नदिनुहोस्, यहाँ अन्डरस्कोप दिनुहोस्, यसलाई सेभ गर्नुहोस् र ओके गर्नुहोस् र यसलाई फेरि यस गर्नुहोस्। तपाईँको 3टा एड भयो होइन। अहिलेलाई यो म अनचेक गरिदिन्छु अनि यो पनि म अनचेक गरिदिन्छु र अहिले म यो वार्ड म्यापलाई पनि म हटाइदिन्छु, काम छैन। नगरपालिका र गाउँपालिका हटाइदिन्छु, काम छैन। डिस्ट्रिक्ट हामीलाई चाहिन्छ, यसलाई हलो बनाउँछु। साथसाथै यसलाई म फेरि सेभ गरिरहन्छु। यदि सेभ गरेपछि अब हामीले चाहिने सेट फाइल हामीले बनाइसक्यौँ। अब यसलाई लेआउट भ्यूमा कसरी लाने त्यो चाहिँ म अर्को भिडियोमा आउँछु है।